मैले 7 देखि 10 सरकारी विद्यालय पढेको छु र फुल स्कलरसिपको लागि पब्लिक कोटाबाट फर्म भर्न पाउँछु कि नै त? मैले 8 देखि 10 सरकारी विद्यालय पढेको छु र फुल स्कलरसिपको लागि पब्लिक कोटाबाट फर्म भर्न पाउँछु कि नै त? र मैले 7, 8, 9 सरकारी विद्यालय पढेको छु र फुल स्कलरसिपको लागि पब्लिक कोटाबाट फर्म भर्न पाउँछु कि नै त? लगायतका यस्तै थुप्रै प्रश्नहरू हिजो मलाई इनबक्स तथा भिडियोको कमेन्टहरुमा आएको थियो। सो त्यही प्रश्नलाई चाहिँ क्ल्यारिफाई गर्नको लागि आज यो भिडियो लिएर आएको छु। फर्स्टमा चाहिँ बुझौँ पब्लिक कोटा भनेको के हो भनेर। पोखरा विश्वविद्यालयले डिफ्रेन्ट कोटाहरू प्रोभाइड गर्ने गर्छ र त्यही कोटाहरू मध्ये पब्लिक कोटा पनि एक हो। र यो पब्लिक कोटा अन्तर्गत चाहिँ 6 देखि 10 सरकारी विद्यालय पढेको स्टुडेन्टहरूलाई चाहिँ राख्ने गरिन्छ। यदि तपाईले 6 देखि 10 सरकारी विद्यालय पढ्नु भएको छ भने मात्र पब्लिक कोटाबाट अप्लाई गर्न पाउनुहुन्छ। यदि तपाईले 7 देखि 10, 8 देखि 10, 9 देखि 12 यस्तै गभर्नमेन्ट स्कुल पढ्नु भएको छ भने तपाईले पब्लिक कोटाबाट स्कलरसिपको लागि अप्लाई गर्न पाउनुहुन्न। सो तपाईले पब्लिक कोटाबाट अप्लाई गर्नका लागि 6 देखि 10 सरकारी विद्यालय पढेकै हुनुपर्छ। र त्यसैगरी तपाईले स्कलरसिपसँग रिलेटेड कुनै डाउट, क्वेरी, प्रब्लमहरु छ भने मैले डिस्क्रिप्सनमा WhatsApp को लिंक राखिदिएको छु। त्यहाँबाट जोइन भएर आफूले लागेका डाउट, क्वेरीहरु मजाले डिस्कस गर्न सक्नुहुन्छ।